Good morning. Welcome to my mini vlog. आज हाम्रो छठको लास्ट डे मतलब भिनैया घाटे भन्छ यसलाई लास्ट डे नै हो। आज सूर्य भगवानलाई उदाउँदो सूर्य भगवानलाई अर्घ दिने हुन्छ अनि त्यसपछि हाम्रो पूजा सकिन्छ। म देखाउँछु बिहानको अहिलेको कस्तो लुक हुन्छ भनेर। अहिले यस्तो लुक देखिरहेछ। अहिले लाइटिङहरू पुरै बलिरहेछ, उता टिभीहरू चलिरहेछ अनि सबै पूजा गरिरहेछ छठी मातालाई। अनि यहाँ यल्लो यल्लो लगाएर राम्रै भएर बस्नु भएको छ दिदी। के अरे बन्नेवाली फ्युचर प्रधानमन्त्री उहाँ भन्नुहुन्छ म प्रधानमन्त्री बन्छु रे भनेर। अहिले त्यस्तै नेताको पोजमै बस्नु भएको छ अहिले त। ओ माई गड। अनि यहाँ यिनीहरू फोटो खिच्चा कति फोटो खिच्छ। यिनीहरूको फोटो नि के अरे खिच्ने कम हुँदैन, स्टोरेज फुल हुन्छ तर यिनीहरू फोटो खिच्न रुक्दैन। आज म तपाईँहरूलाई म आफ्नो फ्यामिलीको सबैलाई इन्ट्रोडक्सन गराउँछु, फ्यामिलीमा को हुनुहुन्छ भनेर म तपाईँहरूलाई चिनाउँछु। उहाँ चाहिँ मेरो भाउजू, चिनी नै हुन्छ होला। अनि उहाँ पनि भाउजू, यो कान्छी भाउजू। अनि ए बाबु अल्ले बाबले भोलि नचलाउन लगातार। अनि उहाँ मेरो सानीमा, अनि उहाँ दिदी प्रदीपको मम्मी। अनि उता बस्नुभएको उता हजुरआमा हुनुहुन्छ। अनि उहाँ चाहिँ मेरो आन्टी कान्छी काकी। अनि अङ्कलहरू के अरे ड्याडीहरू दाइहरू उता बाहिर हुनुहुन्छ। म तपाईँहरूलाई पछि एकछिनमा देखाउँछु। गाइस उहाँ चाहिँ के अरे व्रत बस्ने आन्टीहरू काकीहरू भाग्नुहुन्छ। अनि पुरा भएपछि उहाँलाई के अरे अचरामा लुगाको अचरामा राखेर डान्स गराउनुहुन्छ अनि आफ्नो बच्चा बच्चीहरूलाई आशीर्वाद दिनुहुन्छ। गाइस यो दुईटा दाजुभाइले झगडा गरिरह मोबाइलको लागि। अनि यो एउटा बुल्टेनावा नाम यसो कार्तिक अनि चल्नेले बुल्टेनावा रे बुल्टेनावा। म यसको के अरे भ्लग बनाउँदैछ नि यसले चाहिँ मेरो फोटो निकालेर। गाइस तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ हाम्रो भाषामा नेटुवा भनिन्छ यो डान्सलाई, यो उहाँ गर्नुहुन्छ त्यसलाई भनेर नेटुवा। म तपाईँहरूलाई हेराउँछु। यसरी डान्स गर्नुहुन्छ अनि बच्चा बच्चीहरूलाई आशीर्वाद दिन्छ। गाइस यिनीहरू अझै फोटो खिचेर यो नक्कलीहरू नौटङ्की बाजहरू हेर्नु। मोबाइलको 2-3टा मोबाइल छ होइन हामीसँग, सबैको के अरे सबैको स्टोरेज फुल हुने गरी यसले फोटो खिचिरहेको छ। सबभन्दा धेरै यसकै फोटो छ। कोही हुन्छ कि सबभन्दा धेरै फोटो खिच्ने। त्यस्तो मान्छेलाई मेन्सन गर्नु त यो नक्कली जस्तै जति बेला नि किची फोटो खिचिराख्ने। गाइस मेरो दाइको बल्ल इन्ट्री भएको फोटोमा, फ्यामिली फोटोमा। अनि ऊ चाहिँ प्रदीप। रातो मेङ बरसले ठन्डा लाग्छ। गाइस अरू बेला चाहिँ छिटै सूर्य भगवान निस्किनुहुन्छ अनि आज के अरे छठको दिन चाहिँ अलिक ढिलो निस्किनुहुन्छ। अनि झन् आज मौसम कस्तो पानी पर्ला जस्तो हो अनि कति बेला निस्किनुहुन्छ थाहा नै छैन। के अरे छठीमा त चाहिँ व्रत बस्ने मान्छेहरूको इक्जाम लिनुहुन्छ, टेस्ट लिनुहुन्छ। गाइस हाम्रो यो हिन्दू संस्कृतिको मलाई एकदमै मनपर्ने सिन्दुर लाउनुहुन्छ। नाकदेखि नै स्टार्टिङदेखि नै सिन्दुर लाउनुहुन्छ। किन यत्रो ठुलो लाउनुहुन्छ भन्दाखेरि जति लामो सिन्दुर हुन्छ त्यति नै पतिको लम्बा उमेर के अरे आयु बढ्छ भनेर भन्नुहुन्छ। हाम्रो सबै आइमाईहरू आन्टीहरूको यस्तै गर्नुभएको सबैको। गाइस सबै व्रतालुहरू सूर्य भगवानको वेटिङमा हुनुहुन्छ। अब कति बेला उदाउनुहुन्छ अनि त्यसपछि फटाफट अर्घ दिएर जानुहुन्छ। अहिले सबै वेटिङमा बसिरहनु भएको।
गाइज हाम्रो गाउँको लोकल गीत छठी माताको गीत तपाईँहरूले धेरै युट्युबमा सुन्नु भयो होला, तर यहाँ सुन्नु लोकल गीत म सुनाउँछु नजिकबाट तपाईँहरूले। यस्तो लोकल गीत हुन्छ, सुन्नु होला तपाईँहरू। यस्तो हुन्छ हाम्रो गाउँको लोकल गीत छठी माताको गीत।